यस्तो अवस्था है। तोडफोड गर्ने बदमासी गर्ने मान्छेहरू चाहिँ नि गरेर सजिलैसँग गएर चाहिँ बाहिर गएर भएको नभएको हल्ला मचाउन भिडियो बनाउन भ्याउने। अब हाम्रो पत्रकार साथी जो चाहिँ नि यहाँ बसेर चाहिँ तपाईँले भिडियोमा त्यो भिडियो चलाइराखेको मोबाइल चलाइराखेको देख्नुहुन्छ, उहाँ चाहिँ नि त्यो मोबाइल चलाउँदै गर्दाखेरि तल 2 तला तलको अफिसमा आगो बलिसकेको अवस्था थियो। त्यति बेला कागज बलिसकेको अवस्था थियो। कागज बलिसकेको अवस्थामा कागजको धुवा त आउँछ, त्यो धुवा आइसकेपछि त्यो पत्रकारलाई त थाहा छ नि बाबा, धुवा आयो भने कुरा ऊ चाहिँ बाहिर निस्कन नसक्ने भन्ने हुन्छ। तपाईँले सोच्नुहोस् त, अरू सबै जान सक्ने भ्याउने, ऊ चाहिँ नसक्ने भन्ने हुन्छ। त्यो ताला लगाएकोले बाहिर जान नसके त होइन नि त, यहाँबाट आएको यहीँ मात्रै जान सक्छ मान्छेहरूले। यस्तो ताला लगाएको भनेको होइन। यसमा रहस्यमय के छ भन्दाखेरि हाम्रो भनाइ चाहिँ के हो भन्दाखेरि, मैले अनुमान गर्नुपर्ने कुरा के हो भन्दाखेरि, यहाँ चाहिँ तोडफोड गर्ने मान्छेहरूले तोडफोड गरे, लुटपाट गर्ने मान्छेहरूले लुटपाट गरे। लुटपाट र तोडफोड गरिदिन्जेल उनीहरूमा ध्यानमा गएन, पत्रकार पछाडि छ, पत्रकारले रेकर्ड गरिरहेछ भन्ने कुरा पछि ध्यानमा भयो। त्यसपछि चाहिँ उनीहरूले डर भयो अथवा के भयो अथवा सुनियोजित रूपमा केही गर्यो, उसले चाहिँ पत्रकारलाई यहाँ बाहिर निस्कन नसक्ने परिस्थिति पारेर चाहिँ उनीहरू पाएको। मैले अनुमान गर्नु पनि यति हो। त्यो एउटा भिडियोमा छ नि सर, त्यो दुईजना मान्छेहरू तल झर्दै हुनुहुन्छ, एकजनाले मास्क हेलमेट लाउनु भएको छ, उहाँहरूले पो कतै हेलमेट लाउनु भएको छैन। हेलमेट लाउनु भएको चाहिँ नि लुटपाट गर्दाखेरिको मान्छे हो। तपाईँले त्यो अहिले सोसियल मिडियामा आएको एकजना लेडिज मान्छे, एकजना चाहिँ अनुहार छपेको मान्छेको कुरा गर्नुभएको जस्तो लाग्यो मलाई। त्यो अनुहार छपेको मान्छे र लेडिज मान्छेले चाहिँ उनीहरूले त्यो हामीले यो भर्याङमा त यहीमा त झर्दै गरेको चाहिँ दृश्य हो। त्यो उनीहरू झर्दै गरेको भनेको यहाँबाट निक्लेको भिडियो हो। अनि त्यो झर्दै गरेको चाहिँ नि एउटा अर्को मान्छेले मोबाइलबाट खिचेको भिडियो जुन खिचेछ, केही मान्छेले चाहिँ यता त्यो पत्रकार चाहिँ मोबाइल चलाएर बसेको देखाएको हो नि त। अब जो तपाईँले 2 जना मान्छे झरेको भनेको छ, त्यही 2 जना मान्छेले यो मेरो अफिसमा चाहिँ नि आगो लगाएको हाम्रो चाहिँ राष्ट्रवादी केले चाहिँ नि हाम्रो साथीहरूले आगो निभाउँदैछ भनेर चाहिँ त्यो वाइयात चाहिँ त्यो नौटङ्की भिडियो बनाएर कुरा गरेर बस्यो। त्यति बेला त आगो नै लागेको थिएन नि। आगो त तपाईँ सुन्नुहोस् न, त्यो भिडियोमा यो मेरो अफिसमा आगो लागेकै थिएन। आगै नलागेको ठाउँमा हामीले यहाँ खानेपानीको लागि राखेको जार चाहिँ यो फ्यालेर अथवा चाहिँ पोखाएर चाहिँ हाम्रो कागजात नष्ट गरेर नौटङ्की भिडियो नकली भिडियो बनाउनलाई चाहिँ उनीहरूलाई राष्ट्रवादी हुने। अनि यही चाहिँ नि त्यो नकली भिडियो बनाइसकेपछि उनीहरू तल जाँदाखेरि तलको फ्लोरमा चाहिँ आगो बलिसकेको थियो त। अनि त्यो आगो बलिसकेको आगो निभाउनुपर्छ भन्ने चाहिँ थाहा थिएन उनीहरूलाई। अनि आगो बलिराखेको ठाउँमा माथि त उनीहरू त तल आगो बलिराखेको ठाउँमा आगो बलिराखेको देखेपछि माथि त पत्रकार साथी थियो। अनि आगो बलेको कागज बलेको निभाउनुपर्छ भन्ने राष्ट्रवादी भावना भएको त्यो मान्छेहरूलाई तल आगो बलिसकेपछि माथि चाहिँ त्यो पत्रकारको जिन्दगी बचाउनुपर्छ भन्ने चाहिँ उसलाई दिमाग छ। उसले चाहिँ माथि एउटा भड्याङमाथि आएर तल आगो बलिसकेपछि त्यति चाहिँ दिमाग नभएको सोचमा नभएको मान्छेले अनि चाहिँ बाहिर गएर फेरि यहाँबाट बाहिर गएर माथि पत्रकार छ, मान्छे छ, त्यहाँ भनेर गफ लागेको भन्छ। त्यो किन गरे होला अनुमान गर्नुहोस्। त्यो नौटङ्की किन चाहिएको उसलाई? उसले त्यहाँ बाहिर गएर नौटङ्की गर्नु छ। उसले चाहेको भए यहाँ पत्रकारलाई तल फर्स्ट फ्लोरमा पुगेको मान्छे एउटा भड्याङमाथि आएर चाहिँ पत्रकारलाई भन्न सक्दैन त? त्यति बेला त आगो धुवा त भड्याङमा त आएको थिएन। त्यो भएकोले सबै त्यो नौटङ्की हो, त्यो नक्कली बनाएको अवस्था छ। सुनियोजित रूपमा यो प्रदर्शनकारीहरू, यो चाहिँ आन्दोलनकारीहरूले सुनियोजित रूपमा यहाँ यो घटना घटाएको अवस्था हो। यो अनुसन्धान त गर्नैपर्छ, अनुसन्धान त गर्नैपर्छ। उहाँ त्यो 2 जना मान्छे भयो, त्यसपछि चाहिँ यो हेलमेट लगाएर यहाँ लुटपाट गरेको मान्छे, त्यसपछि तल चाहिँ ल्यापटप लुटपाट गरेको मान्छे, त्यसपछि अनुसन्धान गर्नलाई सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ यहाँ चाहिँ जुन पत्रकार साथी मर्नुभयो, बित्नुभयो दुर्घटनामा, उहाँको क्यामेरा यहाँ छैन, क्यामेरा उहाँको हातमा छैन। नै विषय के छ भन्दाखेरि यदि जलेको मात्रै हो भने त यहाँ उहाँ मरेको ठाउँमा त्यो जलेर त्यो नाश भएको ठाउँमा क्यामेरा हुनु पर्दैन? क्यामेराको अवशेष हुनु पर्दैन? क्यामेराको अवशेष यहाँ छैन। नै अवशेषको कुरा अब के थियो भन्ने कुरा त हामीलाई थाहा भएन। यहाँ चाहिँ धेरै जसो ल फर्मको कुरा तपाईँले देखिराख्नु भएको थियो। जस्तो चाहिँ हाम्रो फाइलहरू
किताबहरू नष्ट भएको अवस्था छ। मेरो भनाइ चाहिँ के भन्दाखेरि पत्रकारले यहाँ ऊ आफै निसासिएर मरेको भए उसको हातमा क्यामेरा हुनुपर्छ, उसको क्यामेरा उसको मोबाइलको केही चिजहरू यहाँ हुनुपर्छ, यहाँ छैन। अब नभएपछि उसको हातमा क्यामेरा नहुनुको मतलब त क्यामेरा त अन्त कतै छ। मतलब यसमा चाहिँ नि तपाईँ हामीले कसरी सोच्नु पऱ्यो भन्दाखेरि यो घरमा जुन आगलागी गराइएको छ, यो घरमा आगलागी गराइएको सुनियोजित तरिकाले आगलागी गराइएको छ। अनि एउटा हल्ला पनि के मचाइयो भन्दाखेरि यो घरको छतबाट चाहिँ नि पुलिसले चाहिँ असुर ग्यास प्रहार गरेकोले रिसले यो घरमा चाहिँ आक्रमण गरेको भन्ने हल्ला मचाएको छ। त्यो बिल्कुल हल्ला हो। अहिलेसम्म त्यो प्रामाणिक कुरा कतैबाट प्रमाणित भएको छ? कसै माथि त जानै मिल्दैन, माथि जानु परेन भने माथि जानु। यो ताला लक थियो, यो भड्याङको यो गेटै लक भएपछि माथि को जाने? पल्लो घरबाट हामफालेर आयो भन्ने कुराहरू पनि पल्लो घर त अर्को घर हो नि, पल्लो घर अर्को घर हो। अनि अहिले भिडियोमा देखिएको त्यो भड्याङमा त 2 जना मान्छे तल गएको भनेको त्यो प्रहरी नै होइन, त्यो उताकै अफिसमा मान्छेहरू 12-15 जना अफिसमा थियो। अनि त्यो 2 जना मान्छे तल झर्नुभन्दा अगाडि चाहिँ नि त्यो अफिसको मान्छेहरू 12-13 जना मान्छे त उताको घरमा कौशीमा थियो त। उताको घरमा कौशीमा 12-15 जना मान्छे अलरेडी छ। यदि यो घरको छतबाट पुलिसले असुर ग्यास हानेको भए त्यहाँ चाहिँ आन्दोलनकारीहरूलाई आन्दोलन गर्न आएको बदमासी गर्न आउने मान्छेहरूले मैले देखेको थिएँ भनेको कुरा हामीले पत्याउने कि यही घरको छतमा भएको मान्छेहरूले भनेको कुरा पत्याउने? तपाईँ हामीले यही घरमा 12-15 जना मान्छे छतमा छ, त्यो छतमा भएको मान्छेसँग सोध्नु पऱ्यो यहाँ चाहिँ प्रहरी थियो कि थिएन भनेर। त्यो छतमा भएको घर पनि फेरि यो घर होइन, उताको घर हो। यो घरमा त माथि छतमा जानै मिल्दैन, यहाँदेखि बन्द हो सबै, हाम्रो अफिस बन्द, यो गेट बन्द। तल यो घरलाई चाहिँ किन निशाना बनाइयो? धेरै घरहरू छ। अब यो निशाना बनाएको कस्तो भन्दाखेरि यो घरलाई निशाना भन्ने कुरा त हामीलाई थाहा भएन। अब समस्या के हो भन्दाखेरि झुट्टा कुराको अफवाह फैलाएर मासलाई भड्काएर सुनियोजित रूपमा यो घरलाई आक्रमण भएको अवस्था छ। अनि जुन एउटा यहाँ अर्को एउटा साथी छ, मेरो घर चाहिँ यही घरको पछाडि हो, मैले नै चाहिँ असुर ग्यास यो घरमा प्रहरीले असुर ग्यास हानेको देखायो भनेर यो झुट्टा कुरा पनि गरिराखेर एउटा साथीको भिडियो आएको छ। त्यो साथीलाई मैले अघि पनि यहाँ भेटेर भनिसकेँ, तपाईँले आँखाले देखेको हो, अर्काले भनेको कुरामा हल्ला मचाउन पाइन्छ? मान्छेले विचार व्यक्त गर्ने कुरा एउटा हुन्छ, तथ्यको कुरामा अर्को हुन्छ नि। अहिले तपाईँलाई यो पत्रकार साथी यहाँ मरेको विषयमा मैले विचार व्यक्त गरेको हो नि, यो तथ्य त मलाई पनि थाहा छैन नि, म पनि यहाँ भएको थाहा हुन्छ। मैले पनि त यहाँ आएको भिडियो अनि मेरो अफिसको सिचुएसन त्यो हेरेर आफ्नो विचार व्यक्त गरेको हो। अब यो असुर ग्यास हानेको भन्ने कुरा हामी नेपाली जनताले के गर्नु पर्यो भन्दाखेरि अलिकति आइक्यू भन्ने चिज हुनुपर्छ क्या। असुर ग्यास माथि एउटा प्रहरी माथि गएर असुर ग्यास हान्नलाई तपाईँ हामी पनि ल त्यो असुर ग्यास हान्ने नै प्रहरी कर्मचारी हौँ भनेर ल तपाईँलाई मैले सोधेँ, तपाईँ प्रहरी कर्मचारी हो र तपाईँले चाहिँ असुर ग्यास हान्नलाई तपाईँको हातमा बन्दुक दिएको छ भने तपाईँ एक्लै यो घरमा माथि चढेर असुर ग्यास हान्न आउने तपाईँलाई आँट हुन्छ? तपाईँको हाकिमले अर्डर गर्दैमा पनि तपाईँ आउनुहुन्न नि, किन भन्दाखेरि हानेको देख्छ पब्लिकले देखेपछि पब्लिक आएर तपाईँलाई त छतबाट फालिदिन्छ नि, फालिदिँदैन? अनि त्यस्तो रिस्क हुने गरिकन कोही प्रहरीले काम गर्छ भने त्यो कारणले त्यो यो घरको छतबाट गरेको भनेको चाहिँ झुटा, त्यो गलत हो, त्यो अफवाह फैलाउनलाई गरेको कुरा हो। एउटा त छतमा जाने बाटो छैन, बन्द हो, अर्को घर हो, अर्को घरमा हो कि भन्नलाई पनि अर्को घरमा अघि मैले भने 12-15 जना मान्छे त्यति बेला कौशीमा थियो। कौशीमा भएको मान्छेले भनेको भए हामीले पत्याउनु पर्छ, नभए त्यो सम्भवै छैन। त्यो अब त्यस्तो कुरा आगो त मैले तपाईँलाई भने नि आगो लागेको मुनिबाट लागेको आगो तल फर्स्ट फ्लोरको चाहिँ स्टेसनरी पसलको गोडाउनमा लागेको। अब यो गोडाउनको विषयमा पनि दाइले अस्ति मलाई भनेको कुरा भनिदिनुहोस् के दाइ, तपाईँले खै भनेको यो घरमा तल जुन फ्लोरमा आगो लगायो त्यो आगो लगाएको फ्लोरमा यो हाम्रो चाहिँ यो आयोजनाकारको चाहिँ कोरे मान्छेहरू भाडामा बस्नु भनेर भाडामा बस्नु भनेर आएको खाली थियो होइन, खाली भएपछि तपाईँको चाहिँ यो दुर्गा प्रसादको मान्छेहरूले तपाईँको 60 दिन अनसन कार्यक्रम राख्ने यहाँ रिलेन्सन बस्नु भयो होइन। पछि त्यसपछि यहाँ खाली भएपछि हामीले टुलेट देखाएको थियौँ, टुलेट दिइसकेपछि उनीहरूले कोठा माग्न आइसकेपछि अनिखेर कस्तो हो तपाईँहरू भन्दाखेरि हाम्रो संस्था हो भने
अनि संस्था भइसकेपछि तपाईँको चाहिँ मैले के भने ठिक छ कहिलेकाहीँ मात्र आउने हो हामी अब मिटिङलाई मात्रै अहिले चाहिँ आउँदैन भन्ने कुरा गरेँ उनीहरूले होइन अनि त्यसपछि मैले के भने तिमीहरूको संस्था हो भनेदेखि हाम्रो यो संस्थाको घर हो त्यसले गर्दा एउटा आधिकारिकता हुनुपर्छ तिमीहरूको संस्था हो भनेदेखि संस्था दर्ता गरेको प्रमाणपत्र होला विधानहरू होला अनि तिमीहरूले कोसँग हामीले चाहिँ सम्झौता गर्ने त्यो तपाईँको चाहिँ आधिकारिकता तपाईँको माइन्ड गरेर लिएर आउनुहोस् भन्दाखेरि उहाँहरूले 1 महिनासम्म आउनु भएन अनि 1 महिना पुग्नु लागि चाहिँ मैले के भने भनेदेखि त्यसो भने तपाईँ अब आउनुहुन्न भनेदेखि भाडा पनि दिनु भएको छैन उहाँले भाडा पनि दिनुभएको छैन अनि अब 1 महिनाभित्र आउनु भएन भनेदेखि तपाईँलाई म ताला लगाइदिन्छु भन्दाखेरि हुन्छ भने उनीहरूले हामी ताला लगाइदिउँ ताला लगाइसकेपछि उनीहरूको 17-18 कुर्सी थियो कुर्सी पनि हामी सुरक्षित राखिदिएका छौँ पछाडि मैले फोन गरेर आउँछु भन्दा हुन्छ आउँछौँ भाडा पनि दिन्छौँ भने उहाँहरू आउनु भएन होइन नआइसकेपछि 1 महिना बस्नुभयो 1 महिना बस्नुभयो भाडा पनि दिनु भएन अनि भाडा नदिइसकेपछि सम्झौता गरेर आउनु भएन एउटा सम्झौता गरेपछि त्यसको आधारमा भोलि हामीले गर्न सकिन्छ नि त सम्झौता नभएपछि हामीलाई गाह्रो हुन्छ भनेपछि तपाईँको नआइसकेपछि हामी ताला लगाइदिउँ ताला ल्याइसकेपछि के भयो त भन्दाखेरि तपाईँको चाहिँ अब उनीहरू गए पछि आउँदा नि आएन आउँछु भने आएन अब त्यो दिन 15 गते तपाईँको दुर्गा प्रसाईको नेतृत्वमा यहाँ कार्यक्रम हुनु अनि त्यही दिन हाम्रो घर आगो लाग्नु भने चाहिँ कमसेकम तपाईँको त्यही हिजोले यो घरलाई टार्गेट बनाएको हो कि भन्ने हाम्रो एउटा हाम्रो सङ्घ मात्र पनि भने आएनौँ जबकि जुन ठाउँमा उहाँहरू जुन कोठामा बस्नुभएको थियो फ्ल्याटमा त्यही फ्ल्याट आगो सुरु भएको छ आगो सुरु भएको छ 1 नम्बरमा 2 नम्बर माथि आएर पनि फेरि उहाँहरूले प्रत्येक फ्ल्याटमा आगो लाग्नु भएको छ त्यहाँ आगो होइन त्यहाँबाट माथि आएर लाग्नुभयो अनि पछि त्यसपछि उहाँले भने जस्तै यहाँ खोइ आइसक्यो गइसकेपछि अनि आगो तलबाट सल्किया हो क्या तलबाट सल्किया हो अनि चाहिँ यो पत्रकार मरेको त त्यही सल्किएको कुराले त हो त्यही त अनि त्यसपछि तपाईँको यता मास्तिर चाहिँ तपाईँको मलाई जहाँसम्म लाग्छ यो छर्केर यो आगो लाग्यो मास्तिर पनि छर्केर आगो लाग्छ मलाई शङ्का चाहिँ त्यस्तो लागिरहेको छ पेट्रोल छर्केर लाग्यो हो किनभने नि पेट्रोल छर्केको त देखिएको छ पेट्रोल छर्के होइन यस्तो यो तपाईँ यहाँ केही हालेको छ कि मैले यहाँ शङ्का लागेको जस्तो यो क्लिप देखाउँछ के गर्नु त जस्तो यो छ नि यहाँ पानी हो अनि पानी हो यहाँभित्र केही हालेको छ कि भन्ने मलाई शङ्का लाग्यो क्या त्यो त नक्कली भिडियो बनाएको यो महिनाले यो मान्छेहरूले नक्कली भिडियो बनाएको त्यही त मैले भनेको यहाँ अब आगो लागिरहेको छ भने चाहिँ हेर्नु चाहिँ आगो लागेको आगै नलागेको ठाउँमा मैले भनेको यहाँ आगै नलागेको ठाउँमा चाहिँ झारको पानी खन्याएर आगो निभाउनु पर्छ भनेर हावा कुरा गर्ने मान्छेले तल आगो लागिरहेको ठाउँमा आगो लागेको देखेपछि पत्रकारलाई बोलाउन आउनु पर्दैन भने हेर्दै जान्छ है उहाँहरू सँगै बसेको सँगै काम गरेको सहकर्मी त्यो पत्रकार तल आगो लागेको देखेपछि उसले चाहिँ नि यो पत्रकारलाई बोलाउन आउनु पर्दैन तल आगो सल्किसकेको जाउँ छिटो भनेर भन्न आउनु पर्दैन हेर्दै जान्छ हेर्दै जान्छ अब हेर्नु अब आएको छ सबै नौटङ्की हो बोईको आँसु हो यो मान्छेको यो प्रमाणित गर्न सकिन्छ सजिलैसँग रोडमा गएर रुन जाने मान्छे रोडमा गएर रुन जाने मान्छेले तल आगो बोलिसकेको छ यहाँ उसको साथी पत्रकार छ उसलाई भन्न आगै छैन त्यहाँ कहाँ आगो छ त्यो आगै छैन उसले पानी खन्याएको बेलामा यहाँ आगो बोलेकै छैन क्या हावा नौटङ्की गर्छ अनि हेर्नुहोस् है यो भित्तामा त्यो चाहिँ अलिकति उनी नौटङ्गी जस्तै देखियो त्यहाँ पानी खनेर जो यहाँ पत्रकार मर्यो यहाँ मर्यो पत्रकारले सबै कैद गरेको छ त्यो पत्रकारलाई हालेर बिस बनाउनु हामीलाई लाग्यो अनि आगो पछि उसलाई हाने अनि हाने ऊ यहाँ ढलो त्यो पनि हुनसक्छ ऊ ढलो होइन किनकि त्योभन्दा अगाडि के भनेको छ भनेदेखि तपाईँको एकजना पत्रकार भाइले ऊ बन्दुकको सँगसँगै आएका अनि सँगसँगै आइसकेपछि त्यो पत्रकार भाइलाई चाहिँ उसले जुन खिचिरहेको फोटो डिलिट गर भन भन्यो अरे अनि डिलिट गरेर भनेपछि अर्को पत्रकार आइसकेपछि पत्रकार त्यसो भन्नु मिल्छ भनिसकेपछि अनि अब त्यसो भन्नु मिलिसकेपछि उसको माइन्ड त उता डाइभर्ट भयो नि त त्यो बेलामा एउटा क्यामेरा समातेर म बाहिर भएको दाइ भन्न भन्छ उसले मलाई जुन त्यो त्यही मान्छेले हो तल गएर तपाईँको चाहिँ सबै खिचेको त्यही मान्छेले आउट गरेको त्यसैले उसले तपाईँको ल्यापटपहरू लगेको गरेको यसरी ल्यापटप लान पाइन्छ भने उही मान्छेले भनेको छ बोली सबै आएको त्यस्तो कुरा मूर्ति भएको ठाउँमा जम्नु पर्दैन त्यसको मतलब के भयो भने कि यहाँको मूर्ति निकालेर लगाएको छ उनीहरूले लुटेर लगाएको छ मूर्ति लुटेर लगाएको छ यो हाम्रो लफमबाट अरू कुरा अरू के लुटेर लगाएको छ लुटेराहरूले त्यो अब सोच्नै पर्ने बाँकी छ यो कारणले गर्दाखेरि यो सबै लुटेको कुरा स्याउ त लुट्ने मान्छेले मूर्ति त लुटिहाल्छ नि त्यो लुटेको कुरा रेकर्ड भएको कुरा लुटेराहरूलाई पछि ध्यानमा आयो पछि ध्यानमा आएपछि उनीहरूले चाहिँ आफू बस्नको लागि पत्रकारलाई केही गरेर गयो
त्यो कारणले पत्रकार चाहिँ बाहिर निस्कन सकेन, पत्रकारको ज्यान गयो। होइन, कतिले त पत्रकार चाहिँ धुवा निसासिएर ज्यान गयो भनेको त्यो गलत हो। धुवा निसासिएर ज्यान जाने अवस्थै छैन यहाँ। सबै मान्छे भाग्न सक्ने, सबै मान्छे जान सक्ने, अनि पत्रकार भनेको चाहिँ एकजना मान्छे चाहिँ के त्यो 12 वर्षको बच्चा हो र? त्यत्रो मान्छे चाहिँ यहाँबाट यो 2 फिट चढेर भड्याङ चढेर चाहिँ जान नसक्ने भन्ने हुन्छ? यहाँबाट आएको हो नि त, यहाँबाट यो झ्याल फुटाएर यताबाट आएको। अफिस त बन्द थियो हाम्रो। अनि कतिले त गोली लाग्यो भनेर पनि अफवाह फैलाए, गोली 2टा भेट्यो शरीरमा भनेर। गोली लाग्यो भने त झन् अचम्मको कुरा भयो नि। यसमा त ठुलो कुरो मान्नै पर्दैन। गोली लागेको हो भने यत्रो मान्छेहरू बाहिर छ।